हेप्पी साउने सङ्क्रान्ति मेरा प्यारा प्यारा साथीहरू। हेर्नु है मेरो हातमा आफैले लगाएको मेहन्दी कस्तो छ। फिल्टर छ है, फिल्टर यता पनि छ। फेरि चुरा चाहिँ धेरै छ के, लाउनै मन लाग्दैन। साउने सङ्क्रान्ति त हो मेरो त 1 महिना भयो। हेर्नुहोस् घरमा थला परेको, त्यो सुधार केन्द्रमा राख्या भन्दा नि चर्को भयो। घर खुट्टा टेक्न मिल्दैन, मेरो खुट्टाको एङ्कल ब्रेक भएछ के, त्यही भएर कहीँ पनि हिँड्न पनि हुँदैन। सो द्याट म अभाङ्ग भएर घरको 4 दिवारीभित्र बन्द भएर बसिरहेको छु। अनि त्यो बसाइको क्रममा यस्ता यस्ता कुराहरू भोगेँ कि मैले यति धेरै मनमा कुरा खेल्यो, यति धेरै टेन्सन, यति धेरै मानसिक तनाव भयो कि के कुरा गर्ने साथी हो। जिन्दगीमा बसी बसी खान पनि धेरै शास्ति र धेरै गाह्रो रहेछ भन्ने कुरा भोगेँ मैले। हिँडुल गर्न नसक्दाको पीडा पनि भोगेँ। बेचारा कयौँ व्यक्तिहरू जिन्दगीभरि हिँड्न नसकेर घरमा थला परेर बसिरहेका हुन्छन्। तिनीहरूको मनमा कस्तो पीडा होला। हामीलाई 1-2 महिना यसो हिँड्न नसक्दा, हिँड्न नमिल्दा यति गाह्रो भयो। जिन्दगीभरि बेडमा परिराख्ने मान्छेलाई बेडमा सुतिराख्ने, बाध्यताले सुत्ने रहरले होइन, बाध्यताले सुत्ने व्यक्तिहरूको मनमा कति पीडा होला भन्ने कुरो बुझेँ मैले है साथी हो। साह्रै गाह्रो हुँदो रहेछ सुतेर खानुलाई। भगवान् धेरै गाह्रो हुँदो रहेछ। भगवान्ले मलाई धेरै आराम गराइदिनु भयो। अरू जिन्दगीमा पनि यस्तो कुराहरू कसैले पनि भोग्न नपरोस् र मलाई पनि अब नभोगाउनु है भगवान्। बरु म यो शरीरलाई पानी मात्रै खाएर घटाउँछु, सिङ्लिङै बनाउँछु। शरीर मोटो भएको कारणले, ओभरवेट भएको कारणले गर्दा म हिँड्न नसकेर लडेर मेरो खुट्टाको एङ्कल गयो भन्ने लाग्छ। बरु आफ्नो हेल्थको केयर गरौँला, तर यसरी चाहिँ कहिले सोध्न नपरोस्। हे भगवान् साह्रै पीडा हुँदो रहेछ, साह्रै पीडा भयो है भगवान्। हे प्रभु छिटो उठाइदिनु है मलाई, छिटो उठाइदिनु भनेर फेरि मैले मर्नेको भिख मागेको होइन है हजुर हो। छिटो उठाइदिनु भन्नको मतलब मलाई हिँड्न सक्ने बनाइदिनु भगवान्। छिटोभन्दा छिटो साउने सङ्क्रान्ति लगाएर हातमा सुती मेहन्दी लगाइयो। यता पनि या पहिलो दिनमा लगायो, दोस्रो दिनमा यता लगाएँ।